हेलो साथीहरू, कस्तो छ हजुरहरूको हल्लीचल्ली? आशा छ सबैजनाको सन्चै आरामै छ। आजको भ्लग चाहिँ के रहेको छ भने म चाहिँ कलेज जान लागेको छु। अहिले चाहिँ बिहानको 5 बजिरहेको छ। बाहिर हेर्न सक्नुहुन्छ अझै पनि राति नै छ। अहिले चाहिँ मैले ब्रस गर्न थालेँ। यसो ब्रस गरेर भएर चाहिँ यसो मुखसुख पनि कुला गरिदिएँ। मुखसुख कुला गरेर भएर चाहिँ मुखसुख धोइदिएँ अनि कोठाभित्रतिर लागेँ। कोठाभित्र लागिसकेपछि यसो मुखसुख त पुस्न परिहाल्यो, कपाल पनि मसारेँ हल्का-फुल्का। कपाल-सपाल मसारेर भएर चाहिँ रेडी पनि भइसकेँ। ड्रेस सिलाउन दिएको यसम्म सिलाएर भ्याइदै छैन। त्यसैले म आउट ड्रेसमै कलेजतर्फ लागेँ। र माथि हेर्न सक्नुहुन्छ अहिले चाहिँ यस्तो गरिरहेको छ। बिहानै मस्त बादल लागेको छ र घरसर देखाइदिएर म चाहिँ कलेजतर्फ लागेँ। कलेज जाँदै गर्दा चाहिँ हाम्रो गाउँको 3टा डनहरू यसो बाटामै भेटिहाले। यिनलाई पनि यसो भिडियोमा देखाइदिउँ भनेर भिडियोमा देखाउन थालेँ। हेर्न सक्नुहुन्छ यो सेतोवाला कति क्युट छ। म चाहिँ चौकमा पुग्दाखेरि हाम्रो नवीन साथी पनि आइपुगेको रहेछन्। म चाहिँ नवीन साथीको साइकलमा टक्क लगाएर बसिहालेँ। हाम्रो नवीन साथी फेरि लजाएर फुत्तिक्कै भइरहेको छन्, के भन्ने गाह्रो छ। हामी चाहिँ अहिले स्कुलको बीच बाटोमा पुगिसकेको छौँ। बीच बाटोको भ्यू हेर्न सक्नुहुन्छ यस्तो रहेको छ। र हामी चाहिँ यति गर्दा चाहिँ हामी स्कुलमा नि आइपुग्यौँ र स्कुलभित्र एन्ट्री पनि गरिसक्यौँ। एन्ट्री गर्दा चाहिँ टक्क त्यहाँ माथि चाहिँ एउटा बाँदर रहेछ। हामीले यसो बाँदर हल्का-फुल्का जिस्कायौँ, यसो भिडियोमा पनि देखाइदिइहाल्यौँ। देखाएर भएर चाहिँ हामी लाग्यौँ हाम्रो अब चाहिँ क्लासतर्फ लाग्यौँ। हाम्रो स्कुल यस्तो छ हेर्न सक्नुहुन्छ। यदि हजुरहरूलाई पनि पढ्न मन छ भने आउन सक्नुहुन्छ यहाँ हाम्रो यो स्कुलमा। हामी चाहिँ क्लासभित्र एन्ट्री गरिसक्दा पनि अहिलेसम्म कोही पनि आएको छैन रहेछन्। जम्मा 2-4 जना मात्रै आएको रहेछन्। हाम्रो उता फेरि हाम्रो नवीन साथीको फेरि छुट्टै जान्छ। टिकटकमा एउटा हिसाब हेरेको थिएँ आई लभ यु वाला। त्यही आई लभ यु वाला हिसाब गर्दैछन् हाम्रो नवीन साथी फेरि वा। यति गरेर भएर चाहिँ हाम्रो नवीन साथीले जाम्न त यसो चिया खाएर आइदिउँ भन्न थाले र हामी चाहिँ चिया खान लाग्यौँ। अहिले चाहिँ हामी 2 विषय पढेर भएर चाहिँ हाम्रो 2 घन्टी चाहिँ खाली थियो। त्यही 2 घन्टी खाली भएको मौकामा चाहिँ हामी बाहिर आयौँ यसो केटाहरूसँग भेट भयौँ। केटाहरूले फेरि केटीहरूको बारेमा कुरा गर्न लागे, केटीहरू कसरी पटाउने भनेर। आफू चाहिँ सोझो पऱ्यो अब यिनीहरूको भिडियो बनाउँदै बस्ने। के गर्ने हामी सोझो मान्छेलाई गाह्रो छ नि। हाम्रो फेरि यता रमेश साथीको फेरि छुट्टै पारा हेर्न सक्नुहुन्छ हजुरहरूले। यति गरेर भएर चाहिँ हामी चाहिँ गयौँ हाम्रो राजाकोमा चटपटे खान। यस्तो दामी बनाउँछन् कि कुरै छैन। हजुरहरूले जस्तो भन्नुहुन्छ त्यस्तै बनाइदिन्छन् हाम्रो राजालाई फेरि डक्क सबै सामान हालेर भएर चाहिँ हाम्रो राजाले चटपटे गमाएको हेर्न सक्नुहुन्छ हजुरहरूले। चटपटे बनाएर भएर चाहिँ हामीले चटपटे पनि यहाँ खान थालिसक्यौँ। हेर्न सक्नुहुन्छ हजुरहरूले खाएको चटपटे चाहिँ यस्तो दामी छ कि यदि हजुरहरूलाई पनि खान मन छ भने आएर खान सक्नुहुन्छ। खाएर रमाइलो गर्नुहोला। यसको लोकेसन रहेछ चाहिँ गुगौली श्री थारे नमुना माध्यमिक विद्यालयको साइडमै छ यहाँको ठेला चाहिँ। चटपटे खाएर भएर चाहिँ हामीले यसो पैसा दिन थाल्यौँ हाम्रो राजालाई। यता हेर्न सक्नुहुन्छ उहाँ फेरि चट्टै खाइरहन् बसेर। हाम्रो राजाले फेरि यसो घर हाँसो मजाक गरिरहेको छन् चटपटे खाँदै गर्दाखेरि। हाम्रो राजालाई हेर्न सक्नुहुन्छ सानैदेखि हिँड्छौँ अन्त फेरि हाम्रो राजा अरे वाह। यति गर्दा चाहिँ हाम्रो केटाहरू पनि आइपुगे बाइकमा। यसो केटाहरूसँग मिठो गफ गऱ्यो, ह्यान्डसेक गरियो। हेर्न सक्नुहुन्छ 3जना केटाहरू भएर मस्त बाइकमा यति गरेर भएर चाहिँ हामी पढ्न लाग्यौँ। पढेर भएर चाहिँ हाम्रो छुट्टी पनि भइसक्यो। हामी चाहिँ घरतर्फ लागिसक्यौँ। हाम्रो गेट हेर्न सक्नुहुन्छ हाम्रो स्कुलको कस्तो दामी छ हेर्न सक्नुहुन्छ हजुर। एकछिनपछि फेरि चाहिँ हाम्रो यो दोस्तले हामीलाई घर छोड्न हिँड्यो। तिम्रो 2जना भएर म चाहिँ हिँड्दै आएको छु भनेर हामीलाई यसलाई चाहिँ घर छोड्न हिँड्यौँ। हेर्न सक्नुहुन्छ बाटो यस्तो रहेको छ। र फाइनली म पनि आफ्नो घरतिर आइपुगेँ। त्यो दोस्तलाई हामीले चाहिँ घरमा छोडेर भएर चाहिँ बिहान भेटेको हाम्रो नवीन साथी पनि आफ्नो घरतिर लागे र म पनि आफ्नो घरतिर लागेँ। घरमा आएर हेर्छु भन्दा त हाम्रो विशाल भाइ चाहिँ यहाँ गेम खेलिरहेको रहेछन्। हाम्रो विशाल भाइलाई हेर्न सक्नुहुन्छ क्या खतरा खेल्छन् गेम फेरि। र यति भन्दा चाहिँ म यो भ्लगबाट बिदा हुन चाहन्छु। यदि हजुरहरूलाई यो भ्लग राम्रो लागेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। हस् त बाई बाई गाइस।